बालेन सरकारले भारतसँग भारतीय प्रहरी नेपाल छिरेको विषयमा जनायो विरोध। भारतीय सुरक्षाकर्मीको शैलीप्रति आपत्ति। बालेन सरकारले भारतसँग विरोध जनाएको खुल्न आएको छ। केही दिन अघि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मीले प्रवेश गरी बाँध भत्काइदिएपछि सरकारले भारतसँग कूटनीतिक रूपमा विरोध जनाएको हो। नयाँ दिल्ली स्थित नेपाली दूतावासले आइतबार भारतको विदेश मन्त्रालयसँग सुस्तामा भएको विवादको विषय उठाउँदै नेपाली पक्षले भारतीय सुरक्षाकर्मीको शैलीप्रति आपत्ति प्रकट गरेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन्। नेपालले सुस्ताको विषय उठाउँदा भारतीय पक्षले तटबन्ध बनाएको क्षेत्र विवादित भएकाले दुवै देश बीचमा कायम रहेको यथास्थिति अवस्थाको उल्लङ्घन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान दोहोर्याएको बताइएको छ। लोडहरू बग्ने, नातागत हुने, शरीरले अब काम गर्न मन नलाग्ने, पाइल्स बिग्रिने बित्तिकै त क्यान्सर के भन्नेसम्म सुनेको थिएँ। अनि अलि डर लागेर अनि वैदिकमा गएको। अहिले म फेरि पहिलाको जस्तै काम गर्न सक्छु भन्ने भयो। सुस्ता क्षेत्रमा नेपाल र भारत बीचमा पटक पटक लफडा पर्दै आएको छ। यही साउन 17 गते मात्रै भारतीय सशस्त्र सीमा बल सुस्तामा हतियार सहित नेपाली भूमि छिरेका थिए। सुस्ता गाउँपालिकाको वडा नम्बर 5 मा निर्माणाधीन अवस्थामा बाँध रहेको उनीहरूले भत्काइदिएपछि स्थानीयले प्रतिकार गर्दा हतियारधारी फौजसँग केही बेर विवाद र झडप पनि भएको थियो। उक्त क्रममा 3 जना नेपाली घाइते भएका थिए। यस विषयमा भारतीय पक्ष र नेपाली पक्ष बीचमा छलफल पनि भएको थियो। सुस्ता र कालापानी नेपाल भारत बीचका प्रमुख सीमा विवादका क्षेत्र हुन्। दुवै देशले यी क्षेत्रलाई विवादित मानेका छन्। सन् 2014 मा दुवै पक्षले परराष्ट्र सचिव स्तरीय संयन्त्र र सीमा कार्य समूह मार्फत समस्या समाधान गर्ने सहमति गरे पनि त्यसयता परराष्ट्र सचिव स्तरको बैठक बस्न सकेको छैन। 2 महिना अघि पनि नेपाल सरकारले निर्माण गर्न लागेको थाई बाढी नियन्त्रण तटबन्धको काम भारतीय सीमा सुरक्षा बलले रोकेको थियो। विवादित भूमिहरूमा दुवै देश बीचमा लफडा पर्दा मात्रै चर्चा हुने गरेको छ। त्योभन्दा अघि नेपाल र भारत दुवैले लफडा पर्दै आएको सीमा क्षेत्रलाई व्यवस्था गर्दै आएका छन्, जसले गर्दा पनि यो विवाद पटक पटक उत्पन्न हुने गरेको छ। 2 साता अघि मात्रै सुस्ता संरक्षण अभियानका मुन्ना खाको नेतृत्वमा 52 जना स्थानीय काठमाडौँ आएर माइती घरमा विरोध प्रदर्शन गरेका थिए। उनीहरूले गृहमन्त्री सुदनसँग भेट गरी सुस्तामा नेपाली सेनाको सुरक्षा चौकी स्थापना गर्न, भारतीय सुरक्षाकर्मीबाट हुने भनिएको दुर्व्यवहार रोक्न तथा राज्यको